नमस्ते। मौसम केन्द्र गान्तोकबाट बोलिरहेको छु अनि आज प्रस्तुत गर्न गइरहेको छु साप्ताहिक मौसम समीक्षा र सिक्किममाथि 2 हप्ताको लागि मौसम पूर्वानुमान। आज दिनाङ्क 26 मार्च 2026। रूपरेखा। महत्त्वपूर्ण सिनेप्टिक परिस्थितिहरू सिक्किममा थाहा भएको वर्षाको वितरण, थाहा गरिएको जिल्ला अनुसार औसत वर्षा, विभिन्न स्थानहरूमा वास्तविक मौसम, आगामी 2 हप्ताको लागि मौसम पूर्वानुमान, सिक्किम राज्यको लागि मौसम पूर्वानुमान बुलेटिन। महत्त्वपूर्ण सिनेप्टिक परिस्थितिहरू। 19 मार्च 2026 मा उत्तर पूर्वी आसाम र छेउछाउको अरुणाचल प्रदेशमा माथिल्लो वायु चक्रवाती परिसञ्चरण कायम रह्यो र औसत समुद्री सतहभन्दा 1.5 किलोमिटर माथि रहेको थियो। 21 मार्चमा उत्तर पूर्वी आसाम र छेउछाउको अरुणाचल प्रदेशमा औसत समुद्री सतहभन्दा 1.5 र 3.1 किलोमिटर माथिल्लो वायु चक्रवाती परिसञ्चरण कम चिन्हित भएको थियो। 23 मार्चमा उत्तर पूर्वी आसाम र वरपरका क्षेत्रहरूमा माथिल्लो वायु चक्रवाती परिसञ्चरण कायम रह्यो र औसत समुद्री सतहभन्दा 1.5 किलोमिटर माथिसम्म फैलेको थियो। 24 मार्चमा मध्य पाकिस्तान र वरपरका क्षेत्रहरूमा समुद्री सतहभन्दा 1.5 किलोमिटर माथिल्लो वायु चक्रवाती परिसञ्चरण कायम रह्यो। 26 मार्च 2026 03 UTC सर्फेस चार्ट। 26 मार्च 2026 0 UTC अपर एयर चार्ट। 26 मार्च 2026 सैटेलाइट इमेज। सिक्किममा थाहा भएको वर्षाको वितरण। थाहा गरिएको जिल्ला अनुसार औसत वर्षा। विभिन्न महत्त्वपूर्ण स्थानहरूमा भएको वास्तविक मौसम। गान्तोक जिल्लामा हेभी रेनफल 19 मार्चमा भएको थियो 67.0 मिलिमिटर। अनि मङ्गन डिस्ट्रिक्टमा चाहिँ 24 मार्च 2026 मा भएको थियो हेभी रेनफल 72.3 मिलिमिटर। गान्तोक, तादुङ अनि पाक्योङको वास्तविक दैनिक न्यूनतम तापमान। आगामी 2 हप्ताको लागि मौसम पूर्वानुमान। पहिलो सप्ताह 27 मार्चदेखि 2 अप्रिल 2026 सम्म, दोस्रो सप्ताह 3 अप्रिलदेखि 9 अप्रिल 2026 सम्म। पहिलो सप्ताह वर्षा सामान्यभन्दा बेसी रहनेछ। अधिकतम तापमान सामान्य अनि सामान्यभन्दा कम्ती रहनेछ। न्यूनतम तापमान सामान्य अनि सामान्यभन्दा कम्ती रहनेछ। दोस्रो सप्ताह वर्षा सामान्य अनि सामान्यभन्दा बेसी रहनेछ। अधिकतम तापमान सामान्य रहनेछ अनि न्यूनतम तापमान पनि सामान्य रहनेछ। सिक्किम राज्यको लागि 7 दिनको मौसम पूर्वानुमान बुलेटिन। सिक्किम राज्यको लागि 7 दिनको मौसम चेतावनी। पहिलो दिन गान्तोक, मङ्गन अनि पाक्योङ डिस्ट्रिक्टमा थन्डरस्टर्म विथ लाइटनिङ likely to occur at 1 or 2 places। अरू गेजिङ, नाम्ची र सोरेङ जिल्लामा कुनै चेतावनी छैन, वार्निङ छैन। दोस्रो दिन गान्तोक, गेजिङ, मङ्गन अनि पाक्योङ डिस्ट्रिक्टमा थन्डरस्टर्म विथ लाइटनिङ likely to occur at 1 or 2 places। अनि नाम्ची र सोरेङ जिल्लामा कुनै चेतावनी छैन। अनि तेस्रो दिनमा चाहिँ मङ्गन र नाम्ची जिल्लामा मात्रै छ थन्डरस्टर्म विथ लाइटनिङ likely to occur at 1 or 2 places। अरू 4वटा जिल्लामा कुनै चेतावनी छैन। त्यसै गरी चौथा दिनदेखि 7औं दिनसम्म कुनै चेतावनी छैन।
अर्को साप्ताहिक मौसम रिपोर्ट 2 अप्रिल 2026 मा जारी गरिनेछ। Thank you for watching.